चिन्यौ कि चिनेनौ गाउँले हामीलाई, चिन्यौ कि चिनेनौ गाउँले हामीलाई। ए हामी त खाडी बासी भयो, ए हामी त खाडी बासी भयो। चिन्यौ कि चिनेनौ गाउँले हामी त। नमस्ते सबैजनालाई स्वागत छ है। म गाउँले सबैजनालाई वेलकम गर्दै कसम यो दुःख मैले देखाएको होइन कि अब आउने भविष्यमा आउने होइन नेपाली जनताहरूलाई चाहिँ नआउनु भनेर म भन्न सक्दिनँ कि, किनभने पैसा छैन नेपालमा। पैसा नभएपछि हामी बाध्यताले भए पनि खाडीमा चाहिँ नि पसिना बगाउन आउनै पर्छ है। गाह्रो छ, दुःख छ, पसिनाको धारा तप 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 चुइन्छ। महिनाभरि काम गऱ्यो मा कसम 700-800 रुपियाँ आउँछ। तनाव छ कि जिन्दगीको लाइफमा होइन। पहिलोचोटि विदेश आएको, पहिलोचोटि गाह्रो छ है। मेरो काम भनेको एकदम डेन्जर हो। इसका फोल्डिङ भनेको मतलब वाट इज इसका फोल्डिङ, टु मच डेन्जर क्या। एन्ड के भन्नु, इङ्ग्लिसमा कुरा गर्नु मन थियो। अब डिक्सनरी हेरेर भटङ टङ 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 इङ्ग्लिस नजानिकन यहाँ भएको छैन के। अब डिक्सनरी किन्छ एउटा, अनि भटङ टङ 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 साला त्यो मकैको फुल पनि के फुटतिर त्यसरी जुजेलको फुल जस्तो हाँडीमा राखेर घुवाई घुमाइ गर्दाखेरि तल त्यही आगोको रापले जल्छ। हामीलाई चाहिँ फेरि यता घामको रापले दिन्छ कि। मकैको जुनेलाई तल त्यही आगोको रापले दिन्छ, हामीलाई फेरि माथिदेखि पनि घामको तलदेखि पनि घामको। माथि यो जुनेलाको फुल जस्तो अनि पसिनाको धारा भनेको हो कि होइन भन्नु त। त्यही भएर सबै बी अवेर, नेपाली सिटिजन बी अवेर इन दिस गल्फ कन्ट्री टु मच दुःख छ। साले इङ्ग्लिस किनेर डिक्सनरी किनेर भटङटङ नहानी भएको छैन कि। इङ्ग्लिसमा अलिक कमजोरी भयो। राज्यको गाह्रो छ मलाई खाडीमा।